हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई राहुल ब्लगमा। आज बिहान चाहिँ म गाडी लिएर बच्चा लिन गएको थिएँ र बाटोमा मेरो टायर पम्चर भयो र मैले बाटोमा वास्ता गरिनँ। तर अहिले म स्कुलमा आइसकेको छु र अहिले मैले टायर खोल्न लागेको छु। साथीहरू, मसँग हेल्पर पनि छैन। हिजो अस्ति हेल्पर थियो र अहिले मसँग हेल्पर छैन, किनभने त्यो अर्को गाडीमा गएको छ। त्यो गाडी अहिलेसम्म आएको छैन, त्यसैले आफैले टायर खोल्दैछु। मलाई चाहिँ हेल्पर पनि चाहिएको छ साथीहरू, र तपाईँहरू मध्येमा कसैलाई हेल्परको काम गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो गाडीमा चाहिँ हेल्पर चाहिएको छ साथीहरू। यो हेल्पर नभएको कारणले सबै काम मैले आफैले गर्नु परिरहेको छ। गर्मी पनि के साह्रो भएको, टायर खोल्ने बेलामा त गर्मी नहुनु नि साथीहरू, किनभने यस्तो तातो घाममा टायर खोल्न त लास्टै गाह्रो हुन्छ। हाम्रो गाउँतिर त लास्टै गर्मी छ साथीहरू। तपाईँहरूको गाउँतिर चाहिँ के कस्तो छ, मौसम कस्तो छ, गर्मी छ कि पानी परिरहेछ कि? हाम्रो गाउँतिर त लास्टै गर्मी छ साथीहरू। गर्मीले गर्दा केही काम पनि गर्न सकिँदैन। मेरो गाडीको चाहिँ खनाइ साइडको पछाडिपट्टिको चक्का पम्चर भएको थियो साथीहरू। अनि मैले चाहिँ आफैले हेल्पर भाइ नभएपछि आफैले सबै काम गरेँ। निकालेँ, चक्का पनि निकालेँ, चक्का पनि कसेँ, स्टेप्नी पनि निकालेँ। र अब चाहिँ पम्चर भएको चक्का चाहिँ म साथीको गाडीमा हालिदिन्छु। उसले त्यो टायर पम्चर दोकानमा लगेर बनाएर भोलिपल्ट ल्याइदिन्छ। आज उसको रुममा पर्छ त्यो पम्चर दोकान, र उसले अहिले लगेर छोडिदिन्छ दोकानमा, र भोलि पम्चर टालेर लिएर आउँछन्। फाइनली काम सकियो। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। म चाहिँ फाइन घावा खाएर बाई बाई, टाटा।